नमस्कार दर्शकवृन्द, तपाईँ लन्डन नेपाल न्युज हेर्दै हुनुहुन्छ। म शिव भण्डारी। दर्शकवृन्द, यति बेला हामी बेलायतको हिथ्रो विमानस्थल टर्मिनल 2 मा आइपुगेका छौँ। दर्शकवृन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं माननीय सांसद अहिले लन्डन आइपुग्नु भएको छ, डाक्टर स्वर्णिम वाग्ले। उहाँसँग आज हामीले विमानस्थलमा केही कुराकानी गर्नेछौँ। उहाँलाई स्वागत गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बेलायत सम्पर्क विभागका अध्यक्ष पवन शर्मा यहाँ आइपुग्नु भएको छ। उहाँलाई स्वागत गर्न तामझाम छैन। दर्शकवृन्द, यहाँ एउटा फुलले स्वागत गर्नु भएको छ अध्यक्षले। धेरै नेता आउँदा धेरै ठुलो खातापाता माला लगाइने यो हिथ्रो विमानस्थलमा आज भने धेरै कम सङ्ख्यामा अध्यक्षले उपसभापतिलाई स्वागत गरिरहनु भएको म दृश्य देखाइरहेको छु। विशेष गरेर 12 अप्रिल सोमबार लेस्टरको जङ्गल क्लबमा हुने यो प्रथम अधिवेशनका लागि उहाँ बेलायत आइपुग्नु भएको सम्बोधन गर्ने कार्यक्रम छ। विभिन्न कार्यक्रमहरू पनि छन् भनिरहनु भएको छ। हेरौँ, उहाँसँग सुरु कुराकानी गर्छु। डाक्टर साहब, यहाँलाई स्वागत। नमस्कार भण्डारीजी, आराम हुनुहुन्छ? सब ठिक छ। अहिले अब संसद पनि चलिरहेको छ। पार्टीका सभापति राजनीतिक प्रतिशोध भनिरहेर अहिले अदालतको एउटा कारागारमा हुनुहुन्छ। पार्टी अप्ठ्यारोमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतमा आउनु भएको छ अधिवेशनको लागि सम्बोधन गर्न। कस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी बेलायत आइपुग्दै गर्दा, डाक्टर साहब यहाँ आइपुग्दै गर्दा, स्वागत गर्दै गर्दा आम स्वतन्त्र पार्टी लगायत सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ? राष्ट्रिय स्वतन्त्र पार्टी अब यहाँहरूलाई थाहा छँदैछ नेपालको उदीयमान राष्ट्रिय दल हो र प्रवास हाम्रो लागि असाध्यै महत्त्वपूर्ण रहन्छ। यहाँ बेलायतमा मात्रै 1.5 लाख नेपालीहरू हुनुहुन्छ, अस्ट्रेलियामा 3 लाख हुनुहुन्छ, अमेरिकामा 4 लाख हुनुहुन्छ, खाडी मुलुकहरूमा 10औं लाख हुनुहुन्छ र उहाँहरू सबै नेपालभित्रै भइदिएको भए अहिले हामीले खोजिरहेको परिवर्तन धेरै चाँडै आउने थियो। त्यसैले एउटा चाहिँ अब 84 भन्दा अगाडि हामीले के अभियान नै चाहिँ सुरु गरेका छौँ भने सक्नुहुन्छ नेपालै आएर भोटै हालेर हामी फेरि हैन एक थोपो रगत नबगाइकन ठुलो परिवर्तन गर्नुपर्छ भन्ने एकदम शान्तिपूर्ण लोकतन्त्रवादी चाहिँ दल भएको हुनाले मतबाटै ठुला चाहिँ परिवर्तन गर्ने हिसाबले सक्नुहुन्छ आउनुहोस्, नसके पनि बाहिरैबाट भए पनि नेपालमा चाहिँ तपाईहरूले अब सकारात्मक हस्तक्षेप गर्नु पर्यो भन्ने अभियानका साथ हिँडिरहेका छौँ। त्यस मानेमा अहिले आज म खास देश छोड्न सक्ने अवस्था थिएन, तर यो प्रवासको महत्त्व हाम्रो पार्टीको लागि कति छ भनेर योबाट पनि तपाईहरूले सङ्केत पाइहाल्नु भएको छ। यहाँ बेलायत हुँदै पछि युरोप, अमेरिका, खाडी मुलुकहरू सबैमा चाहिँ हामी अब बिस्तारै यो अभियान सुरु हुँदैछ। नेपालभित्रै चाहिँ यहाँले इङ्गित गर्नुभएको जस्तै अहिले राजनैतिक रूपले असाध्यै पेचिलो अवस्था छ हैन। यो लोकतन्त्र र व्यवस्था नै फेल हुने अवस्थामा अहिलेका ठूला दलहरूले पुर्याएका छन्। संविधान संशोधन गर्ने, अर्थतन्त्र तङ्ग्र्याउने, परराष्ट्र सम्बन्धहरूलाई चाहिँ सन्तुलित कायम राख्ने, जनजीविका मुद्दाहरूलाई चाहिँ उठाल्छ भनेर यत्रो यो लोकतन्त्रमा यो प्राय नहुने दुर्लभ परिदृश्य चाहिँ नेपालमा देखिएको छ। पहिलो ठुलो दल र दोस्रो ठुलो दल बनेर गर्दा पनि अहिले 10 महिनामा खासै केही गर्न सकेनन् र यिनीहरूको सबभन्दा ठुलो देखाउने आफ्ना कार्यकर्तालाई मात्रै, जनताका लागि भन्दा पनि आफ्ना कार्यकर्तालाई देखाउने चाहिँ रवि लामेछानेले त थुन्याउने हामीले भन्ने छ हैन। त्यसैले उनीहरूको सबभन्दा ठुलो उपलब्धि नै लोकतन्त्रमाथि गरिएको बद्दा मजाक, यो चाहिँ विधिको शासनको जुन धज्जी उडाइएको छ त्यो नै अहिले चाहिँ सबभन्दा उनीहरूको ठुलो आफ्नो कार्यकर्तालाई मात्र देखाउने उपलब्धि भएको छ। यो दुर्भाग्यपूर्ण छ र यसलाई हामी चिर्दैछौँ। यसको सौम्य कानुनी लडाइँमा हामी छौँ। हालाकि रवि लामिछानेजी अहिले भैरवामा हुनुहुन्छ। कानुनी लडाइँ हामी लड्दैछौँ, तर नेपालको कानुन एकचोटि यो जेलिएपछि असाध्यै उम्केर आउनलाई गाह्रो हुने के चाहिँ स्पष्ट भइसकेको छ भने जुन संसदीय छानबिन समिति त हाम्रो सहमतिमा बनेको हो नि, उहाँले कुनै गलत गर्नुभएको छैन। ल छानबिन गर भनेर उहाँले स्वीकृति दिएपछि आफू सत्तामा हुँदाहुँदै त्यो संसदीय छानबिन समिति बन्यो र त्यसको प्रतिवेदनको जम्मा 2टा निष्कर्ष थिए। यो कुरा आम जनतालाई थाहा हुनुपर्छ। एउटा, कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन भनेर सूर्य थापा एमालेको हैन एकदमै चाहिँ वफादार नेता को अध्यक्षतामा बनेको रिपोर्टले त्यो निष्कर्ष निकालेको छ। दोस्रो निष्कर्ष चाहिँ के थियो भने रकम त आउन त आयो
सहकारीहरूबाट जीवी राई वा अन्य माध्यमबाट चाहिँ एउटा निजी कम्पनीमा आयो हैन। निजी कम्पनीमा आइसकेपछि चाहिँ रवि लामिछानेको जे दायित्व र जिम्मेवारी देखिन्छ त्यो चाहिँ कम्पनी ऐन लगायत अन्य प्रचलित अनुसार कारबाही गर्यो। तर यो हत्कडी लगाएर मान्छे मार्या जस्तो गरेर जेलमा थुन्नुपर्ने अपराध थिएन हैन। र यसको कानुनी ट्रायल कानुनी निरूपण त हुनै बाँकी छ। र हामीले के भनेका छौँ र रवि लामिछानेले के भन्नुभएको छ भने म कानुन फेस गर्छु हैन, दोषी पाइयो भने म जेल पनि बसौँला, सजाय पनि कटाउँला, तर यो त्यसरी कारागारमै राखेर चलाउनु पर्ने चाहिँ मुद्दा होइन हैन। हामीलाई बाहिर राखेर पनि जुन 4-4वटा जिल्ला अदालतहरूले त छोडिदिए नि उहाँलाई हैन, जमानत राखेर चाहिँ धरौटी राखेर चाहिँ उहाँ चाहिँ रिहा हुनुभएको थियो हैन। त्यसैले म बाहिर बसेर नै कानुनी यो चाहिँ मुद्दा लड्छु भन्दा पनि होइन, पाउँदैनस्, भोलि चितवनमा एड्रेस गर्दैछस् भनेर रातारात उठाइएको छ। त्यसैले अहिले यो राज्य संयन्त्र नै जुन कब्जा गरेर यो ठुला दलहरूले अनि आफ्ना पार्टीका चाहिँ हक्काहक्की उन्मुक्त हैन छन्, हिजो खुलेआम छन्। यो भन्दा डरलाग्दो आरोपमा अहिले प्रमाणित त भइसकेका छैन, सबैको ट्रायल बाँकी नै छ, तर आरोप लागेका सांसदहरू भागाभाग छन्। तर विगत 25-26 महिनाको तलब सुविधा बुझिराखेका छन्, संसदमा आएका छैनन्। र अरू अब नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङदेखि लिएर सबै नै यसमा इम्प्लिकेटेड हुँदा उहाँहरूलाई एउटा रौँ पनि नहल्लाउने गरेर गरिएको छ ठुलो सञ्जाल। त्यसैले यो तर यो आज चाहिँ म के भन्न सक्छु भने जनताले अब बुझे, छर्लङ्ग भयो नि त। पहिलो 2-4 हप्ता के हो भन्ने अन्यल हुँदो रहेछ, बा हो कि भन्ने हुँदो रहेछ, तर आज घाम जस्तै छर्लङ्ग यति स्पष्ट भएको छ कि यो प्योरली राजनीतिक प्रतिशोध साधेर रविको सेखी झार्ने र रासोपाको जुन बेग र गति छ त्यसलाई रोक्ने। तर जनता जागिसकेका छन्। अहिले तपाईहरु सोशल मिडियाहरु हेर्नुस्, यी ठूला नेताहरु कहीं देखिनै सक्दैनन् अहिले हैन। चाहिँ फलानो चोर देश छोड भन्ने नारा घर्किन्छ, भागाभाग छ है, र सरकार पनि लगभग पतनको अन्तिम बिन्दुतिर छ। त्यो आफै कुहिएर फतक्क झर्न मात्र बाँकी अवस्थामा रहेको छ अहिले। 2023 सालमा रवि लामिछाने बेलायत आउनु भएर यहाँको संगठन विस्तारका लागि एउटा विशाल कार्यक्रम गरिएको थियो। उहाँको तर्फबाट केही सन्देश बेलायतवासी? उहाँहरूले हामीलाई, मैले भर्खर 2-3 दिन अगाडि मात्रै भैरवामै गएर उहाँलाई भेटेको थिएँ र उहाँको सल्लाह के छ भने म यो कानुनी लडाई म लड्छु, शान्त सौम्य किसिमले नै म यसलाई लड्छु र हामी विजयी त हुन्छौँ, तर मेरो कारणले पार्टी का गतिविधिहरू ठप्प नहुन्, बरु म प्रति अहिले यसरी प्रतिशोध साधिएकोमा आम जनताले जुन सहानुभूति देखाउनु भएको छ त्यो सहानुभूतिलाई चाहिँ तपाईहरुले कदर गर्नेतिर जानु होला भनेर उहाँको निर्देशनै छ, उहाँको म्यान्डेट नै छ। त्यसै भएर पनि एउटा चाहिँ अब यो प्रवासको मुभमेन्टलाई पनि हामीले चाहिँ गति दिनु पर्यो भनेर पहिलो सुरुवात भनौँ न, नयाँ वर्षको पहिलो सुरुवात चाहिँ हामीले बेलायत, पुरानो सम्बन्ध छ, 200 वर्षदेखिको हाम्रो दौत्य सम्बन्ध पनि कायम छ। म आफै पनि व्यक्तिगत रूपले यो देशसँग जोडिएको छु। 32 वर्ष अगाडि म एउटा कलिलो 19 वर्षको केटो आएर यहाँ लन्डन स्कुल अफ इकोनोमिक्समा पूर्ण छात्रवृत्तिमा पढेर गएको हुँ र मलाई अहिले म स्वर्णिम वागले जे छ त्यो बनाउनमा बेलायतको र लन्डनको ठूलो महत्व छ। त्यसैले पनि म यहाँ पवनजीले निम्तो दिनासाथ म आउन चाहिँ आउँछु, समय मिलाउनु पर्नेछ भनेर हाम्रो यो लामो गृह कार्यपछि आज यो सम्भव भएको हो। 12 तारिकमा हुने प्रथम अधिवेशन, 28 तारिकमा हुने प्रथम अधिवेशनका लागि आउनै लाग्नुभएका टाढादेखिबाट कोच बस बुक गरेर आउनु हुने कार्यकर्ता समर्थक र स्वर्णिम वाग्लेका कुराहरू सुन्न आउने साथीहरूलाई केही सन्देश छ? एकदमै म उत्साहित छु यहाँहरूसँग अन्तर्क्रिया गर्न, साक्षात्कार गर्नलाई। तमाम जिज्ञासाहरू छन्, प्रश्नहरू छन्, एउटा अन्योलता चिर्नुपर्ने पनि छ र एकदम हामी लोकतान्त्रिक पार्टी भएको हुनाले त्यो उच्च संस्कारका साथ हैन खुला संवादमा रहनेछौँ। सबै मन खोलेर संवाद गरौँ, कुराहरू गरौँ। केही आशंकाहरू छन्, केही प्रश्नहरू छन् भने त्यसलाई पनि चिरौँ र हामीले यसलाई यो लोकतान्त्रिक विधिबाटै चाहिँ यो पार्टी बनाउने क्रममा छौँ, बटमदेखि माथिसम्म। त्यसैको सिलसिलामा छौँ, हामी उत्साहित छौँ, एकदमै उत्साहित। यहाँलाई बेलायतमा एकदमै न्यानो स्वागत अनि यहाँको बसाई शुभ रहोस्। धन्यवाद। यहाँले भने जस्तै आम विदेशिएका नेपालीहरूको पनि रासपा प्रतिको यो खालको माया छ। धेरै दर्दनाक स्थितिमा विदेशिएका हो, एउटा बेटर अपर्च्युनिटी, केही भविष्य बनाऊ भनेर फर्किएको। यदि देशमा राम्रो भइदियो, यहाँहरूले भने जस्तै भइदियो भनेदेखि तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू फर्किने अवस्थामा हुनुहुन्छ। यहाँहरूले गर्न लाग्नु भएको यहाँहरूको कदमलाई उच्च सम्मान छ। एकदम धन्यवाद। थ्याङ्क यू सो मच। मसँग हुनुहुन्छ पवन शर्मा। पवनजी, यहाँहरूले 28 तारिकमा एउटा रासपाको प्रथम अधिवेशन गर्दै हुनुहुन्छ, कस्तो छ तयारी भनेर आम दर्शक श्रोताहरूलाई बताउनुहुन्छ? आज स्वर्णिम सर आइसकेसँगै
प्रश्नको लागि धन्यवाद र डाक्टर साहबलाई स्वागत छ बेलायतमा। तयारी हाम्रो सम्पूर्ण रूपमा सकिएको छ। अब हामी डाक्टर साहबलाई त्यो दिनको हाम्रो प्रथम अधिवेशन भएकोले एउटा औपचारिकता दिन, बेलायती समुदायसँग अन्तर्क्रिया गर्न, विभिन्न प्रश्नहरूका जवाफ उहाँबाट त्यसको उत्तर दिलाउनको लागि हामीले उहाँलाई बेलायत आमन्त्रण गरेका हौँ। हामी उत्साहित छौँ। समुदायसँग अन्तर्क्रिया हुँदैछन्। आइतबार र सोमबार डाक्टर साहब बिजी हुनुहुन्छ। त्यसैले हामी सम्पूर्ण बेलायतवासी दाजुभाइ दिदीबहिनीहरू हाम्रो एउटा प्रोग्राम हुँदैछ बेक्सली हिथमा, जहाँ चाहिँ नेप्लिज प्रोफेसनल्सहरूको एउटा प्रोग्राम छ। त्यहाँ चाहिँ बेलायती समुदाय, ब्रिटिस नेप्लिज सोसाइटीका समुदायका व्यक्तित्वहरूले नेपाली नागरिकता, एनआरएन नागरिकता र डायस्पोराका विषयहरूसँग सम्बन्धित प्रश्नहरू लिएर आउन सक्नुहुनेछ र त्यसको जवाफ डाक्टर साहब माननीय स्वरूप वाग्लेजी आफैले दिनुहुनेछ। त्यसै गरी हाम्रो आफ्नो अधिवेशनमा विभिन्न आयामका प्रश्नहरू, नेपाली जनजीविकाका, नेपाली अर्थनीतिका, नेपाली अर्थ राजनीतिका, नेपाली राजनीतिका, नेपाली सामाजिक अवस्थाका कस्तो चित्र छ त अहिले उहाँ ताजा नेपालबाटै आउनुभएको छ, हाम्रो देशको भविष्य के हुनसक्छ, राष्ट्रपतिले कता डोराउन सक्छ, विभिन्न प्रश्नहरू जुन आम सर्वसाधारणले सोध्ने गर्छन्, सामान्य प्रश्नदेखि लिएर जटिल प्रश्नसम्म तपाईँहरूसँग छन् भने कृपया लिएर आउनुहोला। हामी त्यसको समुचित जवाफ दिने प्रयत्नका लागि त्यो कार्यक्रमको आयोजना गरेका हौँ। पवनजी, बेलायत नेता आउँदाखेरि तामझामका साथ खाता माला लिएर यहाँ लामो लस्कर साथ चाहिँ कार्यकर्ता बीच अझ भनियो भने त आपसमा दुईटा तीनटा फुटेका संस्थाहरू पनि एकै ठाउँ जम्मा भएर नेतालाई चाहिँ यहाँबाट कता लैजाने भन्ने अन्यल भरिरहेको दृश्य देखिन्छ। हामीले यहाँ विमानस्थलमा स्वागत गर्न आउँदा आज तपाईँको पार्टीको उपसभापति आउँदा तपाईँ मात्रै र अन्य साथीहरू पनि हुनुहुन्न र खातामाला पनि छैन, फुल मात्र दिनुभएको छ। यो कारण के हो? राष्ट्रपति एउटा एकदमै सामान्य जनजीविकाको सवालमा बोल्ने, काम गर्ने र कम बोल्ने बढी काम गर्ने पार्टीको रूपमा उदाउने खालको र गर्ने पार्टी हो। त्यसको लागि एउटा लिड बाई इक्जाम्पल दिन हामीले यो गरेका हौँ। विभिन्न साथीहरूले आउँछु हामी भनेर भन्नुभएको थियो, तर आज बेलायतमा शुक्रबार शनिबार दिन अत्यन्तै बिजी दिन हो र राष्ट्रपति आफै पनि उत्पादनसँग जोडिएको पार्टी भएको हुनाले हामीले के निर्देशन गर्यौँ साथीहरूलाई भने तपाईँहरू आज आफ्नो प्रोडक्टिभिटीमा लाग्नुहोस् होइन। हामी 10औं जना 50औं जना गएर खादा लगाएर अथवा त्यो गरेर त्योबाट चाहिँ नि अनुत्पादक समय खर्च गरेर तपाईँहरूले आफूले आज अर्न गर्ने दिनमा आफ्नो समय लस नगर्नुहोस् होइन। हामी छौँ, हामी जोसँग समय छ र जो जिम्मेवार छ हामी गएर डाक्टर साहबलाई स्वागत गर्छौँ बिना तामझाम। एउटा चाहिँ एउटा हामीले देखाउन खोजेको लिड बाई इक्जाम्पल, अरूलाई एउटा सन्देश जाओस् भनेर पनि हो। यसको अर्थ यो होइन कि हामीसँग साथीभाइहरू आउन नखोज्नु भएको अथवा चाहिँ नि हामीले एउटा चाहिँ मानमर्दन गर्न खोजेको अथवा त्यो दोस्रो एङ्गलबाट हामीले हेर्नु भएन। अलिकति थप है एकदम। यदि उहाँले यहाँ तामझाम गर्नुभयो भए म स्पष्टीकरण सोध्थेँ, किनकि हामीले नेपालमा पनि जस्तो अहिले पुराना पार्टीहरूको कार्यक्रममा आधा घण्टा 1 घण्टा आसन ग्रहण भनेर खेर फाल्छ। हाम्रोमा आसन ग्रहण हुँदैन होइन। आम जनता तल, नेताहरू चाहिँ माथि मञ्चमा बस्ने, सोफामा गजक्क परेर बस्ने, त्यो हाम्रो हुँदैन। हामी पनि तलै मासमै हुन्छौँ होइन। सबै त्यहाँ चाहिँ सबै समान हुन्छ। त्यो समयको बर्बादी नगर्ने होइन, मान्छेको समय एकदमै चाहिँ किफायती गर्ने, यो महत्त्वपूर्ण छ भनेर त्यो सन्देश दिनको लागि र जुन नयाँ संस्कार र शैलीको राजनीति भनेको छौँ नि, यो साना सानो कुराबाट देखाउनुपर्छ भन्ने हाम्रो मत हो। कहिलेकाहीँ हाम्रो जिल्लातिर जाँदाखेरि साथीहरू त्यो पुरानै पार्टीको रोग अलिअलि सरेको जस्तो हामी देख्छौँ। त्यसैले यो शुद्धिकरणको अभियान पनि हो। त्यसैले आज हामी एकदमै सिम्पल तरिकाले, सरल तरिकाले यो तामझाम तडक भडक होइन, यो खर्चिलो भड्किलो राजनीतिबाट त हामीले बाहिर लानु छ नि होइन। त्यसैले यो चाहिँ एउटा सुसंस्कृत राजनीति र सुशासनको एउटा अङ्गकै रूपमा पनि यहाँले बुझ्नुभएको छ। यो सुरुवात आफैबाट गर्नुपर्छ। यहाँहरूको यो कार्यक्रम अत्यन्तै यस्तै जस्तै यहाँ हामीले विमानस्थलमा गरेका छौँ त्यस्तै खालको एउटा नमुना कार्यक्रम होस् भन्न चाहन्छु। पवनजी, अन्त्यमा केही थप्न चाहनुहुन्छ बेलायतवासी आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अझ सक्रिय रूपमा त्यहाँ उपस्थित हुनका लागि? एकदम। अब उपस्थिति सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अहिले अनलाइन मिडियाहरूबाट पनि हेर्न सकिन्छ, तर त्यति भन्दै गर्दा डाक्टर साहब आफै यहाँ भएको अवस्थामा व्यक्तिगत रूपमै प्रश्न सोधेर जवाफ लिन सकिने भएको हुँदा र राष्ट्रसभाको भविष्य के हो त भन्ने विभिन्न प्रश्नहरू पनि उब्जिरहेको बेलामा त्यो एकदमै उचित अवसर हुनसक्छ। त्यसैले सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैलाई म उपस्थित भइदिएर कार्यक्रमको शोभा बढाइदिनु हार्दिक अनुरोध गर्छु। डाक्टर साहब नमस्कार हजुर, थ्याङ्क यू सो मच। पवनजी थ्याङ्क यू सो मच। एकदमै यहाँको कार्यक्रम हामी लाइभ ब्रोडकास्ट गर्छौँ लन्डन नेपाल न्युजबाट र अहिले विमानस्थल परिसरबाट यति बेला डाक्टर साहबलाई हेरिरहनु भएको छ, पवनजीलाई तपाईँहरूले जहाँ जहाँबाट हेरिरहनु भएको छ।
त्यही 28 तारिकको प्रथम अधिवेशनका लागि यो तयारी विशेष कुराकानी आज हामीले विमानस्थल परिसरबाट यहाँहरूलाई जानकारी गरायौँ। दर्शकवृन्द, बेलायतमा धेरै नेताहरू आउनुहुन्छ, उहाँहरूसँग हामीले संवाद गर्ने गर्छौँ र फरक यति पाउँछौँ आज जुन दृश्य हामीले विमानस्थलबाट यहाँहरूलाई प्रस्तुत गरिरहेका छौँ यही हो राजसभाको दृश्य। यस्तै विषयमा हामी विभिन्न कुराकानी गर्ने नै छौँ। आजका लागि क्यामेरामा दीपक अनि म शिव भण्डारी बिदा हुन्छु। यहाँहरू दुवैजनालाई धेरै नमस्कार गर्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू।